नफोड्नु का त्यतिकै हावामा त्यो फुट्छ भने त्यो फुट काम गर्दा मजा त कस्तो आउने उसको बर्तन ल यसो भन्नु नि त मामु मजा नि त्यो चाहिँ यो दिन भइसक्यो टक्क सबैहरू चाहिँ नानी हेलो गर अनि तिम्रो काम के हो त नि तिमीले कामै गरिस् नि त मेरो नाम काम 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 के काम गरिस् तिमीले नामले मैले मैले माइजम चला केही कामै गरिस् दाइको बर्तन अनि केही काम गर्नु पर्दैन गर्छु हेलो गर्छ सबैले हेलो गर्छ नानी यिनी चाहिँ बर्तन गर्नेको जेठी बहिनी यिनी चाहिँ कान्छी बहिनी होइन यिनी चाहिँ गाउँकै बहिनी त्यस्तो छन् तिमी कति आज होइन होस्टेलबाट आएको सो हाम्रो चाहिँ अब आधा उड्डी सबै रेडी भइसक्यो यो चाहिँ अघि हाम्रो स्टार्टिङमा बनाएको चाहिँ यो भयो यो चाहिँ माथिको नि भइगयो तलको नि भइगयो सबै अहिले चाहिँ एकैछिन रेस्टमा हुनु अब भनेको चाहिँ काम चाहिँ एउटा चाहिँ त्यहाँ लाइट हाल्नुपर्ने हुन्छ अनि यता लाइट हाल्यो अब डेकोरेसनको मात्रै काम हुन्छ यो मुनिको भित्रको चाहिँ म अहिले देखाउँछु अहिले फिनिसिङ भयो होइन सो हेर्दै गर्नु रमाइलो मान्नु होइन त्यही हो देख्न सकिन्छ अब रोटीको लागि चाहिँ यहाँ तयारी चाहिँ भइरहेको छ अब देख्न सक्नुहुन्छ अब यहाँ रोटीको चाहिँ तयारी भइसकेको छ उता चाहिँ सबै बस्नुभएको छ होइन यता चाहिँ अब भान्जा नै हाम्रो बर्तन गर्ने मान्छेले नै रोटीको लागि तयारी गर्दैछ भाउजू बर्तन गर्ने मान्छेले नै रोटीको लागि तयारी गर्दैछ भाउजू दुईटा भएपछि सजिलो हुन्छ क्या सबै हाल्दै भने रोटी त नि खिचेर हाल रोटी त बिग्रिन्न है कि के गरेको टिटीहरू क्या पापा खानु मन लाग्छ के खानु हेर नि आरसको चोक छ आरस हेर न एकचोटि हेर न नसकिन्छ यहाँ चाहिँ सबै अचानक रेडी हुँदैछ बाख्रा काट्ने हुन्छ अरू चाहिँ सब लगे रेडी भइसक्यो रोटी पनि बसिसक्नु भयो हेर्न सकिन्छ यहाँ चाहिँ बाख्राको काटेको कार्यक्रम छ सबै बाख्रा चाहिँ यहाँ म चाहिँ ढिलो भयो खाद्य काटिसकेको छ ढिला छ त्यो त यो बर्तन घर म गेट पनि एउटा आसी चाहिँ फुल गेट सेट पनि देखाइदिन्छु यहाँ चाहिँ मासु काट्ने चाहिँ म अलिकति ढिलो भएको छ सबै काटिसक्नु भएको छ मासु खासु यताउता अब माथि रोटी पनि भइसक्यो अब भनेको चाहिँ जस्ट अब खाजाहरू खाने यताउता मात्रै हो आधा उधी कामहरू भनौँ अब आजको लागि चाहिँ सकिसक्यो गेट चाहिँ म देखाउँछु त्यो फोटो टाँसिसक्यो फोटो आउँदैछ फोटो आएपछि चाहिँ गेटहरू देखाउँछु गेट हो फोटो चाहिँ हुन्छ होइन फोटोहरू चाहिँ आउँदैछ गाडीमा त्यो अस्ति मैले Baik sih.